शरबत बनाउने बाहेक पनि कागतीका धेरै उपयोगी काम छन्। पूरा भिडियो हेर्नुहोस्। नम्बर 1, घरमा कमिलाले आतंक मचाएका छन् भने कागतीको रसले रेखा कोरिदिनुहोस्, कमिला त्यहाँ आउने छैन। नम्बर 2, यदि 1 ग्लास पानीमा कागतीको रस हालेर त्यसमा धनिया राख्ने हो भने धनिया लामो समयसम्म ताजा रहन्छ। नम्बर 3, पेन्टिङ ब्रस धुने तारपिन छैन भने तातो पानीमा कागतीको रस हालेर त्यसैबाट ब्रस सफा गर्न सकिन्छ। नम्बर 4, सेता जुत्ता फोहोर भएका छन् र धुने समय छैन भने कागतीलाई जुत्तामा घस्नुस्, जुत्ता चम्किन्छ। नम्बर 5, हल्दीमा चुकन्दर काट्दा हातमा रङ लाग्यो र नछुटेमा कागतीले हात धोएपछि रङ हट्छ। नम्बर 6, खुट्टाका नङमा फोहोर जमेको छ भने कागती काटेर नङमा 5 मिनेट राख्नुस्, नङ सफा हुन्छ। नम्बर 7, यदि कागतीको रस पानीमा हालेर रुमाल भिजाई त्यसले अनुहार पुछ्ने हो भने पिम्पल आउँदैन। नम्बर 8, काटिएको स्याउ खैरो हुन थालेमा त्यसमा कागती रगडिदिनुस्, स्याउ खैरो हुँदैन र स्वाद पनि बढ्छ। नम्बर 9, कागतीलाई आधा काटेर त्यसमा बेकिङ सोडा हाल्नुस्, त्यसले सवारी साधनको सिसा र लाइट चम्काउन सकिन्छ। नम्बर 10, सेता कपडा धोएपछि पनि चम्किएनन् भने त्यसलाई तातो पानीमा कागती सहित राख्नुस्, कपडा अझ सेतो र उज्यालो देखिन्छ।